हेलो एभ्रिवान, नमस्ते, सेवारो, वेलकम टु माई मिनी ब्लग। आज पनि म अर्को छोटो भिडियो लिएर आइसकेको छु। आज चाहिँ म मेरो फुलहरू चाहिँ एकदम राख्ने ठाउँ नभएर छलपस्ट भइरहेको थियो, त्यही भएर म चाहिँ आज फुल राख्ने स्ट्यान्ड बनाउन गइरहेको छु। मैले चाहिँ काठको बनाउन गइरहेको छु। मैले चाहिँ खासै यस्तो सामानहरू चलाएको छैन, त्यही भएर मजाले आउँदैन छैन। मैले बल्ल बल्लमा काट्दै अनि मैले चाहिँ बनाउन सघाउन भनेर भाइलाई बोलाएर ल्याएँ। अनि भाइले चाहिँ मलाई एकछिन सघायो, भाइले चाहिँ मलाई काट्न सघाएर भाइ गयो। त्यसपछि मैले यतिसम्म बनाएँ। यति भइसकेपछि चाहिँ मैले ठोक्ने काम बाँकी रहेको थियो, अनि ठोकठाक गरेँ। अनि त्यहाँ बिचमा चाहिँ लुरुक भइरहेको थियो नि त, गमला राख्दा झर्न सक्थ्यो, त्यही भएर मैले त्यहाँ पनि अडेस लगाइदिएँ। अनि मैले चाहिँ बाहिर रहेको गमलाहरूलाई चाहिँ सबै मिलाएर राखेँ। अनि त्यहाँबाट फुलेको फुलहरूलाई पनि ल्याएर बिचमा गोदावरी फुलिरहेको थियो। मेरो चाहिँ गोदावरी यसपालि मजाले सानो नपाएर राम्रोसँग फुलेन, त्यही भएर मैले चाहिँ गोदावरीहरूलाई अलिअलि ल्याएर सानो सानो थियो, कुनै फुलिरहेको थियो, अनि त्योहरू मिलाएर राखेँ। मलाई चाहिँ फुलहरू एकदम धेरै मनपर्छ कि। मलाई चाहिँ फुल भनेपछि त म रुखका नै हुन्छु। फुल रोप्न पऱ्यो भने चाहिँ म जति बेला पनि रोपिदिन्छु कि। मलाई फुलहरू रोप्न स्याहार्न फेरि जाँगर पनि चल्छ, अनि आफूलाई मन परेको कामहरू गर्न त जाँगर पनि चल्ने रहेछ। मलाई चाहिँ घरहरूमा फुलहरू रोपेको देखेछु भने चाहिँ मनमा अर्कै खालको भाइ पाउँछ कि, आनन्द लाग्छ। हेर्नुहोस् त गाइज, मेरो फुल राख्ने स्ट्यान्डको फाइनल लुक कस्तो लाग्यो हजुरहरूलाई कमेन्ट गर्नु होला। र हजुरहरू पनि घरलाई राम्रो र सुन्दर देखाउन चाहनुहुन्छ भने फुल रोप्नु होला। ओके, बाई बाई।